मैदानमा गोल हानेपछि रोनाल्डो झैं उफ्रिने सावित्रा भण्डारी साम्बाको कथा। उनी भन्छिन्, म 8-9 वर्षको हुँदा मलाई फुटबलप्रति आकर्षण बढ्न थाल्यो। मेरो फुटबलप्रतिको लगाव यति थियो कि मोजाको बल हरौला कि भनेर सिरानीमा च्यापेर राख्थे। समाजमा छोरी मान्छेले फुटबल खेलेमा नराम्रो नजरले हेरिन्थ्यो। कुनै कुनै गाउँलेले मेरी आमालाई कुरा काटेर सुनाउँथे। आमालाई म प्रतिको गुनासो नभए पनि अरूले कुरा काटेको सुन्दा त्यसको रिस म माथि उतार्नुहुन्थ्यो। तर पनि मैले खेल्न छाडिन। मलाई मेरो क्षमतामाथि विश्वास थियो। एक दिन एउटा स्थानीय टुर्नामेन्ट खेल्न जाँदा राष्ट्रिय स्तरका रेफ्री शुक्ला लामादाईले देख्नुभयो। उहाँले मलाई काठमाडौँ आएर खेल्न सुझाव दिनुभयो। म काठमाडौँ आएर जसोतसो तालिम पनि लिन थाले। त्यहाँ मैले टिभीमा मात्र देखेकी जमुना गुरुङ र अनु लामा दिदीलाई देखेँ। मेरो आँखा अगाडि देख्दा मेरो खुसीको सीमा रहेन। 2014 को सात च्याम्पियनमा छनौट भएपछि मैले बुबालाई फोन गर्दा बुबा निकै रुनुभयो। उहाँको त्यो खुसीले ममा झन ऊर्जा थपियो। आफ्नो दृढ क्षमतामा विश्वास थपियो। मेरो राष्ट्रिय गेम थियो। म खेल मैदानमा पसेको 2 मिनेटमै मैले गोल गर्दा म सबैको रोजाइमा परे। मैले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पनि पाएँ। हरेक मान्छेमा केही न केही क्षमता हुन्छ जसले अरूभन्दा फरक बनाउँछ। मलाई लाग्थ्यो त्यो क्षमता नै उसको सुन्दरता हो। सावित्रा भण्डारी साम्बालाई आगामी यात्राको शुभकामना। यस्तै भिडियोको लागि मलाई फलो गर्न नबिर्सिनुहोला।